ए खोया बिर्गे मसान घाटको बाटो ढुङ्गासँग छ माटो अक्क न बक्क ट्यार र फेरमा तबाछु दिक्क भन्छन् गाउँले यो लटकलाई बल्ल पर्यो ठिक्क के गर्ने सोचिराछु बुझिराछु अरू मैले क्यार्नी अस्त व्यस्त जिन्दगीलाई कसले होला स्यार्नी कसले हो सान्नानीले होइन ठुली कान्छीले होइन दिल मायाले होइन फुल मायाले पनि होइन कुरेर बसी सिस्नो गाडीमा समाउँछु नारीमा नभए त खुल्छ पोल हुन्छ डामाडोल नभए त खुल्छ पोल हुन्छ डामाडोल तल्ला घरे लाउरे दैको निको छैन चाला 60 वर्षे जवानीमा ठल्काउँदैछन् गाला कोहीको भन्ने सिधा सादा कोहीको भाङ्गो बानी एउटा माडोल भइसकेको घर घरको कहानी नभए त खुल्छ पोल हुन्छ डामाडोल नभए त खुल्छ पोल हुन्छ डामाडोल मलाई आपतारी बाले बाँधेर राखेको थिएँ कसो गरेर फुत्केर भागे अब कसरी हुन्छ के गरेर हुन्छ त्यो मङ्गलेलाई ठिक पार्नै पर्यो हजुर क्यानम यो त मेरो दाहिने हातको खेल हो क्यानम मेरो भान्जा कामलाई नि बेला त हो नि फोनको घन्टी होइन दिमागको घन्टी बजाउनु शान्ति भाउजू होइन ए सुलसुले बाबु फेरि के आफत आइपुग्यो के मङ्गलले त अब ठिक ठाउँमा आउने भयो नि लाउरे दाइले उहाँ भान्जा बोलाइसके क्यानम आपतारी भा तपाईँको दिन त खुल्यो त ए मेरो दिन खुल्यो होइन कसरी खुल्यो है लाउरे मैले मेरो भान्जालाई हटाइदिइसकेँ अनि तपाईँको दिन खुलेन त मैले त तिमीलाई यो गाउँमा नयाँ देखेँ नि कहाँबाट आएको तिमी कहाँबाट आयो कसरी आयो यो मलाई नसोध्नुहोस् म एउटा ठुलो उद्देश्य बोकेर आएको छु मेरो दिदीको घर घडेरी हर हालतमा जोगाउनु छ आहा क्या राम्रो कुरा गरेको तिमीले म तँलाई बडीका नचाहिने बनाइदिन्छु नाला पानीको युद्धमा लड्नु छ हामीले यो देश यो गाउँ र यो समाज जोगाउनु छ बाँकी भएका तितर बितर भएका सेनाहरूलाई बोला जवान खाटी कुरो सुलसुलोलाई थाहा हुन्छ तपाईँको भान्जो अटोम्यानको सालीको माया प्रेममा परिगयो उता मङ्गलेलाई मसिनेले बजायो रे हो कमान्डर हो जवान तिमीहरूको कुरा मलाई मन पर्यो हामी पूजाआजा गरेरै जान्छौँ अगाडि बढौँ फूल आखिर फूल नै हो काँडा बन्दैन फूल आखिर फूल नै हो काँडा बन्दैन तिमी जतिसुकै टाढा भए पनि मेरो मन टाढा बन्दैन धन्य यो हाम्रो घलदाईको घरमा एउटा खोडा मैले छोडेर गएर चाहिँ नि विदेश जाने बेलामा डामाडो आपतारी बा मलाई 2 रुपियाँ भने दिनुस् न मसँग केही छैन होइन फेरि यो के हुन लाग्यो पैसामा चाहिँ तिम्रो छोरालाई अब ठिक भयो मेरो भान्जाले गर्छन् भनेको थियो ठिक भयो कि बेठिक भयो हुन त कमी भएर आएछ अब मैले तिमीलाई के दिउँ है लाउरे तिमी आफै करोडपति मगन्ते मन्दै हिँडेछ यही एउटा छ यो पनि घलेदाई घरको अब यो दिन मिलेन 2 रुपियाँ दिनु त हुन्थ्यो आज मैले 2 को नोटै पाइँदैन बरु 5-7 रुपियाँ रहेछ भने दिउँला बरु त्यो पनि म जस्तो हरिगङ्गा छ के हुन्थ्यो
जाऊ जाऊ अन्त्य गरेर माग त्यसो नभन्नु न अप्टारे बा मलाई 2 रुपियाँ भने दिनु न 2-4 रुपियाँ जति भए पनि हुन्छ लौ न गाउँले हो मलाई सहयोग गर्नु पर्यो लौ हे भगवान् अनि यो भागो चाहिँ के हो म घन्टे भनेर हिँडेको छ म त कुरै बुझ्दिनँ ए खोया बिर्के अब कुरो म बुझाउँछु आफ्टारे होइन खोया बिर्केजी खासमा कुरो के हो मैले त बुझ्नै सकिनँ बुझाइदिनुहोस् त खास कुरो के हो भने मेरो चाहिँ मिजु दामी अक्षता केलाएर चाहिँ मङ्गलेर हान्दिया थिए कवि ए हो अक्षता केलाएर लाउरेलाई हान्दिया थिए लाउरे माग्ने ए उत्पात होइन है तिम्रो त्यो मितसँग चाहिँ मैले पनि भेट्नै पर्ने भयो तै अक्षता केलाएर मेरो टाउका ट्वाक्क हालेर 16 वर्ष नौजवान बनाइदियो भने त कति रमाइलो हुन्थ्यो नि बरीलाई सम्झिँदा पनि उर्ला पातै रमाइलो लाग्छ है खोया बिर्केजी होइन यो मेरो बहिनी कहाँ गइजे के हो मैले कुरै बुझ्दिनँ घरमा बसेर कुरो कहाँ बुझिन्छ शान्ति भाउजू कुरो म बुझाउँछु सुलसुले बाबु लौ न भनिदिनुहोस् के भएको करिब तपाईँको समस्या टर्ला जस्तो छ भाउजू धामीको अक्षताले मङ्गले कवि बह अब अलिअलि बिस्तारै सन्चो होला जस्तो छ भनेपछि मेरो घर खेत पनि जोगियो बहिनीले झुटो मायाजाल पनि गर्नु परेन बहानामा छुन मन लागेको छ हल्ली नजिक छुन मन लागेको छ आइदेऊ मेरो छेउ औडै भयो गर्मी पंखा चलाइदेऊ छुन मन लागेको छ हल्ली नजिक छुन मन लागेको छ मेरो छेउ गर्मीले पंखा चलाइदेऊ ए तिमीहरूका झुट्टो प्रेम नगरे हुने भयो मैले खाटी कुरो पत्ता लगाएर आएको छु होइन है मसिने हल्लामा बोल्नु भने किन आउँछस् त मङ्गले अब ठिक भइसक्यो तिमीले यो झुटो मायाको नाटक गर्न पर्दैन गर शान्ति भाउजूलाई गएर सोद्धा हुन्छ थाहा भयो नि मेरो प्रेम के रहेछ हेर मसिने तैँले मेरो प्रेमलाई खरानी बनाइस् अब त बाध्दैन तिजको रहर आयो बरीलाई तिजको रहर आयो बरीलाई बा हजुरकोमा एउटा टिकटक बनाऊँ न नगर म टिकटक बनाउने मान्छे हो म त अक्षता केलाउने मान्छे हो अक्षता केलाएर एक खोया बिर्के भए 2 रुपियाँ भने दिनुहोस् न एक खोया बिर्के भए 2 रुपियाँ भने दिनु न ए खोया बिर्के मिजु तपाईँले अस्ति अक्षता हान्दिएर यो लाउरे बर्बादै हो नि यसलाई निको बनाइदिनु पर्यो खोया बिर्के भए 2 रुपियाँ दिनुहोस् न बा 2 रुपियाँ दिनुहोस् न धामी बा तपाईँले 2 रुपियाँ दिए पनि हुन्छ नि दिनुहोस् न धर्म हुन्छ दिनुहोस् धामी बा 2 रुपियाँ दिनुहोस् न मलाई जसरी मागेर चल्नु छ धामी बा 2 रुपियाँ नदिनु भए तपाईँ छोरी दिए पनि हुन्छ अक्षता केलाएर ठिक पार्नुपर्छ मिजुलाई ए खोया बिर्के ल त मिजु यसलाई ठिक पारिदिन पर्यो त्यही भएर त मैले हजुरबाट लिएर आएको क्या नाम म यहाँ के गर्दैछु म त लागेँ है म लाउरे हो नि लाउरे ए खोया बिर्के मिजु बल्ल यो मगन्तेसितबाट फुर्सद पाइयो हामीले नर गाउँै त हल्का मचाएको थियो त यो त मेरो बायाँ हातको खेल हो अक्षता केलाएर मिजु खोली बग्यो गङ्गा
जस्तै पिसियो घाम पानीलाई छाता अँधेरीलाई जुन तिमीले मलाई रुवायौ तिमीलाई पनि रुनु पर्ला वे पालिनी सुन गङ्गामा मिसियो मेरो माया घुन जस्तै पिसियो घाम पानीलाई छाता अँधेरीलाई जुन जिन्दगीले पनि यहाँ कस्तो बेइमान गर्दछ ढुङ्गाले नहान्नु पानीमा पानीका माछा मर्दछ। ओ मङ्गले के हो पारा कहिलेको कवि कहिलेको योद्धा कहिले मङ्गले के हो यो पारा तिम्रो के हो पारा कुरोकानी बसेरै गर यो टुक्रुक्क बस्दा भन्दा पनि थ्याच्च बस्नुमा छ मजा। अब जिन्दगीलाई यसरी बुझौँ पिरती फुल हो यसैले जीवन सिँगार छ अनि पिरती नै आँसुको मूल हो कहिलेकाहीँ जिन्दगी बिगार्छ। जब मायामा मुटु घाइते हुन्छ जब मायामा मन टुक्रिन्छ नि अनि यस्तै बिरहको बेला उत्पन्न हुन्छ अनि पानीमा ढुङ्गाले हान्न मन लाग्छ अनि के हुन्छ मन जाब त त्यत्तिकै पनि रुन्छ। हेर मङ्गले मेरो भक्क टुसाउन लागेको मायालाई यो मसिनेले गर्दाखेरि भाँडा फोहोर पार्यो लौ न के गर्ने हो त्यो मसिनेलाई ठेकान लाउनु पर्यो त्यसलाई। पिरती फुल हो टुसाउँछ कहिलेकाहीँ पिरती फुल हो टुसाउँछ कहिलेकाहीँ मुटु पनि दुख्छ अनि मन दुखाउँछ कहिलेकाहीँ विद्रोह पनि हुन्छ माया पनि हुन्छ कहिले हँसाउँछ कहिले मन रुन्छ त्यसैले कसैलाई दोष दिनुभन्दा अगाडि आफैलाई याद गर्नुपर्छ कसैलाई एउटा औँला देखाउँदा चारवटा औँलाले आफूलाई ताकिरहेको हुन्छ मात्र फरक हो मनले चाहिँ कसैलाई मागिरहेको हुन्छ। जहाँसम्म बदलाको कुरा छ मसिने नै हो बदलाले के गर्नु मसिने नै हो बदलाले के गर्नु न त पिरतीमा बाँच्नु न त हुन्छ मर्नु न त्यसलाई के कारबाही गर्ने न त्यसलाई के माया गर्ने जिन्दगी त दुई दिने चोला हो यो त फुल जस्तै फुल्ने अनि झर्ने कुरो प्रष्टसँग बुझ्न जरुरी छ। कविज्यू यसै त मन छिया भइरहेको बेला तपाईँको कविताले मेरो मन अझै दुखायो लौ न यो त भएन। नमस्ते म मङ्गले चिन्नुभयो मलाई कस्तो नचिने त आँटारी बाको छोरो हो साँच्ची हामी यो बगरमा के गरिरहेछौँ म त केही थाहा पाउँदिनँ कतै हामी माछा मार्न आएको होइन नि न जाल छ न घम्का छ अनि यो लाउरे दाइको भान्जा बोल्दैन मुसु हाँसिरहन्छन्। अनि यो सुलसुलेले दिएको जानकारी अनुसार यो अटोम्यान चाहिँ यही बाटो हुँदै भाग्दैछ त भने आऊ तर आउँदैन त होइन पुल त बज्यो आई क्या हो पहला त अब चाहिँ थाहा पाउँछ अटोम्यान हामी के चाहिँ रहेछौँ भनेर अब चाहिँ थाहा पाउँछ। उडायो सपना सबै हुरीले हे अटोम्यान यसरी भाग्न पाइन्छ अर्काको घरबार उजाडेर अर्काको हुँदा खाँदाको सत्य छोरोलाई बिगारेर कहाँ चाहिँ भाग्छ लु म पनि हेरौँ त। बस घर जाम शान्तिले करायो गर्छिन् बाहिर जाम तपाईँहरूले भेटेको लखेटे गर्नुहुन्छ अब म यो दुनियाँ बाँधेन बरु हाम फालेर मर्दिन्छु म त। मरि त नहाल न तिम्रो जिन्दगी नष्ट गराउने उद्देश्य हो त हाम्रो त्यही तिमीले चाहिँ नि त्यो लौरीले ढुङ्गा हान्दिएर मङ्गलेको मस्तिष्क सड्क्यो अब त्यसलाई कसरी सुल्झाउने भन्नेपट्टि लाग्ने उद्देश्य हो नि त मेरो तिम्रो ज्यानै फाल्ने उद्देश्य त होइन नि त। बस मसँग एउटा उपाय छ क्या अप्टारी बा उपाय छ
उपाय भए त फटाफट भनौ न त त्यही उपाय उपर हामी पनि काम गरौँ अहिले मङ्गले कवि भएछ हो बरु कविताको सँगै निकालेर बरु बजारमा 2-400 बेचौँ अनि त्यसमा पैसा हुन्छ ए त्यो मङ्गले कविता भयो थाहा छ मलाई त्यसको कवितामा न छेउ भेटिन्छ न टुप्पो भेटिन्छ त्यस्तो खाले कविता बिक्री हुन्नन् क्या अटोम्यान अब यहाँ बिक्री हुने त्यत्रो महाकवि लक्ष्मीप्रसाद देवकोटाले लेखेको कविताहरूमा बिक्री भयो त अब यो मङ्गले लेखेको कविता बिक्री हुन्छ त्यसमाथि त्यसको लेख्ने खुबी नै छैन त्यसले भन्ने हो त्यो पनि त्यसले कविता भने र दिमाग खुसेला बराबर आएको हो त्यो अब त्यो बरबराईलाई कविता भन्न मिल्छ त बसिरे भन्छ मिल्दैन नि अप्टारे बा बस अब तपाईँले निकाल्नुहोस् या ननिकाल्नुहोस् म चाहिँ मङ्गलेलाई समातेर म चाहिँ लगानी गरेर निकाल्नु म गएँ ल गरिस् लगानी अप्टारे बा के मलाई बचाउने कुरो त के भयो ए साँच्ची त तँलाई पनि त बचाउनु छ नि है त्यो बाघबाट सुन अब मेरो आइडिया सुन तँ के गर भन्दाखेरि त्यो लाउरेले खुब फुर्ती लाउँछ नि म पैसा डराउँदिनँ भनेर तँ लाउरे बाटोमा जा लाउरेलाई हजुर तपाईँको बाघ रुपी भान्साबाट बचाइदिनु पर्यो भन् उसैले बचाउँछ ल जा ल बा मलाई आइडिया त पाइस् नि तैँले पनि होइन आइडिया दुनियाँलाई आइडिया त दिइरहेको छु तर मलाई आइडिया चाहिँ कसले दिन्छ क्यानम यो लाउरे छौन्जेल त्यसैले अकालमा मर्नु पर्दैन खोलामा हाम्हाल्नु पर्दैन नदीमा डुब्नु पर्दैन म बचाउँछु क्यानम मैले बचाउँछु भनेपछि बचाउँछु ए हजुर मलाई बचाउन पर्यो क्यानम त न खोलाबाट खसेछस् न भिरबाट खसेछस् लाउरे कहिले डराउँदैन ल भन् तँलाई केबाट बचाउनु पर्यो तपाईँको घरमा बाघ छिरेछ हो त्यो बाघबाट मलाई बचाउनु पर्यो बाघ बस्नु नबस्नु तपाईँको भान्जा होइन बाघ जस्तो केही कम छैन हो ऊबाट बचाउनु पर्यो मलाई भान्जा पो भनेको मेरो मुटु साह्रै ढुकढुक गरेको थियो तर एउटा कुरा विचार गर लाउरेहरू कहिले डराउँदैनन् बुझिस् लाउरेहरू डराउँदैनन् त्यो त भर्खरै देखिहाल्यो नि तर हजुरको त्यो बाघ रूपी भान्जाबाट मलाई बचाउन पर्यो भान्जा कहाँ छ अहिले मध्याहको ठिक 12 बजेको छ अब सुनौ सुलसुलेबाट समाचार तैँले समाचार भन्नुभन्दा पहिला हो यस्तै चिज राख्ने हो भने चाहिँ अझ यो समाचारमा रोचकता आउन सक्छ है बाबु सुलसुले ल त अब यो गाउँको ताजा समाचार के छ सुनाइहाल मलाई समाचार सुन्नलाई म आतुर छु अब सुन्नुहोस् यो गाउँको ताजा समाचार अप्टारेबा लाउरेको भान्जाको प्रेम मसिनेले छुटाइरहेछ लाउरेको भान्जा पागल जस्तो भइरहेछ अब तपाईँको छोरा मङ्गले कवि बनिसक्यो यस्तै पाराले कविता लेख्न थाल्यो भने त लक्ष्मी प्रसाद देवकोटालाई पनि टप्लो भन्ने डर भइसक्यो अब मङ्गले त्यस्तो गरिसके नलेखोस् पनि किन सिकाएकै मैले भन्ने भने तैँले त पच्याउँदैनस् गाउँले पच्याउने त कुरै छोड्दै तर यो मङ्गले जो हामीले अक्षता स्वाट हान्ने बित्तिकै कवि बनाए जसरी मलाई पनि त्यो अक्षता झ्याप हानेर अरबपति बनाइदियो त्यसको बाबु के जान्थे यार त सुलसुले म अरबपति भएको भए तेरो पनि त लाइफस्टाइल परिवर्तन गरिदिन्थेँ मैले ए सारा गाउँकै लाइफस्टाइल परिवर्तन हुन्थ्यो त्यो धामी चाहिँ कहाँ छ पत्ता लगाउनु पर्यो त्यो धामी यहाँ छ भन्ने कुरो तैँले पत्ता लगाइस् भने त्यो धामीलाई अपहरण गरेर हुन्छ कि क्याप्चरै गरेर हुन्छ कि के गरी हुन्छ त्यसलाई अक्षता फुक्ला लाएर मेरो टाउको स्वाट हान भनेर जीवन स्तर चाहिँ परिवर्तन गरेर हुन्थ्यो क्या ए अहिलेको ताजा खबर हो त भन्नै बिर्सेछु तिनी धामी त हाम्रो खोया बिर्केबाको मित हो नि खोया बिर्केबाले आफ्नो मित बोकेर हिँडेछन् गाउँमै छैनन् खै कताबाट ल्याउनु अब यो खोया बिर्केको पनि दिन चाहिँ बलियो ओहो जति पनि राम्रा मान्छे जति तिनकै आफन्त पर्ने आफन्त परेन भने मित लाएर हुन्छ कि के छैन लाएर हुन्छ आफ्नो बनाइहाल्छ नि क्या ल हेर त त्यस्तो मान्छे आएको बेलामा मलाई भेटाउनु पर्दैन अरू बेला त खिच्री आएर ए आउँटारे के छ भन्छन् क्या तिनले अब यो राम्रो बेलामा चाहिँ मलाई सम्झिँदैन क्या के भन्नु आफ्नै भाग्य त्यस्तो यो आप्टारीमा के समस्या पर्यो तिमीलाई अब आप्टारे बालाई कहिले समस्या पर्छ आप्टारे बाले त अरूलाई के समस्या परेछ भन्ने कुरो सुलसुलेबाट जानकारी लिन्छ अनि
यति समस्यामा परेकाहरूलाई समस्याबाट टाढा गराउनका लागि सल्लाह र सुझाव दिन्छ। जस्तो कि उदाहरणका लागि यही हेरौँ, आज एक बिहानै यो मसिने मबाठामा आयो र आफू बाघको आक्रमणमा पर्न लागेको कुरा मलाई जानकारी गरायो। जब बाघको आक्रमणमा कोही पर्दैछ भने त्यसलाई शिकारीले मात्रै ठिक पार्न सक्छ। तिमी लाउरे पनि शिकारीभन्दा कम छैनौ। त्यही भएर मैले लाउरेको शर्मा जा भान्जालाई तल के भनिदिएको थिएँ पुगेछ नि केटो होइन त मसिने हो आपटारे बा। क्यानम म अहिले आएर बाघको मामा भइसकेँ। यो कुरो त मलाई बल्ल जानकारी भयो नि त। हो त तिमी बाघको मामा, तिम्रो भान्जा बाघ, तिम्रा भान्जाका सन्तान डमरू, तिम्रा दिदी बहिनी बगिली। ओहो यो गाउँलाई त तिमीहरूले घनघोर टिकौलीको जङ्गलै बनाउने भइहाल्यो नि। तर अचम्म लाग्छ क्या फेरि तिम्रो सगा सन्तानै बाघ भइसकेपछि होस्टे गर है। फेरि आक्रमणमा पर्यो भने त बचाउने कोही पनि आउँदैन त फेरि। अब यिनका भान्जा बाघ भएपछि त यिनीहरूसँग पनि हामी डराउनु त पऱ्यो नि लाउरे। तर मलाई चाहिँ केही नगर्नु है। क्यानम म लाउरे हो लाउरे, न डराउँछ न अरूलाई डराउनु दिन्छ। हो यो कुरो त मलाई ठिक लाग्यो। तर ए सिलसिल हेर न यो लाउरेको खुट्टामा चाहिँ सर्प पो चढिरहेको त। सर्प चढ्या छैन, लाउरे डराउँदैन भन्यो त्यो भएर चेक गरेको। तर थाहा भयो नि होइन लाउरे के गर्दैन अरे? डराउँदैन डराउँदैन। त्यसो पो हो मेरो विचार गरे ल ठिक छ चल्छ यार। लाउरे न डराउँछ न अरूलाई डर देखाउँछ, रमाइलै छ। लाउरे दाइ यहाँ तपाईँको भान्जाको पारा के हो? तँलाई मसिने त आइस रोक तेरो हात खुट्टा काटिदिन्छु मैले। क्यानम भान्जा स्टप। हस् मामा मैले बोल्न पो बुझेँ त। लाउरे दाइको भान्जा किन यसरी खोलामा आएर झोक्राए? किन यो मसिनेले लाउरे दाइलाई बोकेर आए? कुरो बुझ्दैछु है म। यो बिचरा लाउरे दाइको भान्जाको प्रेम यो मसिनीले गर्दा टुक्रेको अरे। मलाई सुलसुलेले भनेको थियो नि त। यस्तै हो यो माया प्रेम, कहिल्यै आफ्नो बसमा हुँदैन। अब मेरो पनि त भत्ताभुङ्गै छ जिन्दगी। ठिक भने साले मङ्गले प्रेम कहिले पनि थाहै हुँदैन। मेरो पनि घल्दाइको सालीसँग त लप परेको थियो नि। तर के गर्नु कोरोनाले खाइदिइहाल्यो। तेरो माया टुटे भन्दैमा तैँले मेरो माया टुटाउने? पख तँलाई मसिने। भान्जा स्टप। हस् मामा म त कुरै बुझ्न सक्दिनँ लाउरे दाइ। यो मसिने र तपाईँको भान्जाको स्थिति कुकुर बिरालै जस्ता रहेछन् नि। देख्नै नहुने झम्टिहाल्ने। त्यो मसिने म्याउ गर्न छोड्दैन, यो भाउ गर्न छोड्दैन। यस्तो पाराले त यिनीहरू दुईटामा एउटाको हात खुट्टा बाँचिन्छ त। हस्पिटलको कति नम्बर बेड बुक गर्नुपर्ने गरिहाल्नु लाउरे दाइ। पछि फेरि बेड पाइएन भने तनाव हुन्छ। सबभन्दा पहिले त यो मङ्गलीको खिटखिट बन्द गर्न पर्छ। जिन्दगी फुल हो, फुलिरहनु पर्छ। कहिले काहीँ खोला अनि बगरहरूमा डुलिरहनु पर्छ। लाउरे दाइ झुल्किए घाम जसरी अनि मसिने पनि आएको छ सीता बिनाको राम जसरी। भान्जा टोलाइरहेछन् मनमनै कसैलाई बोलाइरहेछन्। जिन्दगीको वास्तविकता यही हो, कहीँ भरिपूर्ण कहीँ रित्तो। खै कस्तो होला हामी सबैको जिन्दगीको अस्तित्व। वाह वाह। अक्कन बक्का ट्यारर फ्यारमा तबाछु दिक्का भन्छन् गाउँले यो लटकलाई भल्ल पर्यो ठिक्का। के गर्ने सोचिरहेछु बुझिरहेछु अरू मैले क्यार्नी। अस्त व्यस्त जिन्दगीलाई कसले होला स्याहार्नी? कसले हो? सानानीले होइन, ठुली कान्छीले होइन, दिल मायाले होइन, फुल मायाले पनि होइन। कुरेर बसी सिस्नो गाडीमा समाउँछु नारीमा।
नभए त खुल्छ पोल हुन्छ डामाडोल नभए त खुल्छ पोल हुन्छ डामाडोल तल्ला घरे लाउरे दैको निख छैन चाला 60 वर्षे जवानीमा ठल्काउँदैछन् गाला कोहीको भन्ने सिधा सादा कोहीको भाङ्गो बानी एउटा माडोल भइसकेको घर घरको कहानी नभए त खुल्छ पोल हुन्छ डामाडोल नभए त खुल्छ पोल हुन्छ डामाडोल हिन्दू नारीहरूको महान पर्व हरितालिका तीज 2079 को पावन अवसरमा देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली नारीहरूमा सुख शान्ति समृद्धि तथा उत्तर प्रगतिका लागि हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ। तेज बहादुर तमान ओडाध्यक्ष एवं राप्ती नगरपालिका 10 नम्बर ओडा कार्यालय परिवार। हिन्दू नारीहरूको महान पर्व हरितालिका तीज 2079 को पावन अवसरमा देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली नारीहरूमा सुख शान्ति समृद्धि तथा उत्तर प्रगतिका लागि हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ। अर्जुन बहादुर प्रजा ओडाध्यक्ष एवं राप्ती नगरपालिका 12 नम्बर ओडा कार्यालय परिवार। हिन्दू नारीहरूको महान पर्व हरितालिका तीज 2079 को पावन अवसरमा देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली नारीहरूमा सुख शान्ति समृद्धि तथा उत्तर प्रगतिका लागि हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ। अशोक कुमार प्रजा ओडाध्यक्ष एवं राप्ती नगरपालिका 13 नम्बर ओडा कार्यालय परिवार। हिन्दू नारीहरूको महान पर्व हरितालिका तीज 2079 को पावन अवसरमा देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली नारीहरूमा सुख शान्ति समृद्धि तथा उत्तर प्रगतिका लागि हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ। खड्ग बहादुर तमान ओडाध्यक्ष एवं राप्ती नगरपालिका 9 नम्बर ओडा कार्यालय परिवार। हिन्दू नारीहरूको महान पर्व हरितालिका तीज 2079 को पावन अवसरमा देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली नारीहरूमा सुख शान्ति समृद्धि तथा उत्तर प्रगतिका लागि हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ। सिद्धिलाल स्याङदान ओडाध्यक्ष एवं राप्ती नगरपालिका 1 नम्बर ओडा कार्यालय परिवार। हिन्दू नारीहरूको महान पर्व हरितालिका तीज 2079 को पावन अवसरमा देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली नारीहरूमा सुख शान्ति समृद्धि तथा उत्तर प्रगतिका लागि हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ। मान बहादुर प्रजा कार्यवाहक ओडाध्यक्ष एवं राप्ती नगरपालिका 3 नम्बर ओडा कार्यालय परिवार। हिन्दू नारीहरूको महान पर्व हरितालिका तीज 2079 को पावन अवसरमा देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली नारीहरूमा सुख शान्ति समृद्धि तथा उत्तर प्रगतिका लागि हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ। सीताराम तमान ओडाध्यक्ष एवं राप्ती नगरपालिका 5 नम्बर ओडा कार्यालय परिवार। हिन्दू
हिन्दू नारीहरूको महान पर्व हरितालिका तीज 2079 को पावन अवसरमा देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली नारीहरूमा सुख शान्ति समृद्धि तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ। सुमिता डल्लाकोटी ओडाध्यक्ष एवं राप्ती नगरपालिका 7 नम्बर ओडा कार्यालय परिवार। डावाडोल